हामी जति बेला विस्तृत शान्ति सम्झौताको तयारी गर्दै थियौँ, अझ भनौँ जति बेला हामीले 12 बुँदे समझदारीको तयारी गर्दै थियौँ र शान्ति सम्झौताको तयारी गर्दै थियौँ, त्यति बेलाका बहसहरूलाई मैले अहिले स्मरण गरिरहेको छु। के कस्ता बहसहरू राजनीतिक वृत्तमा भए, नागरिक समाजको बीचमा भए, बौद्धिक क्षेत्रमा भए, ती सबै बहसहरू र त्यति बेलाको परिस्थिति कस्तो थियो, देशमा सशस्त्र युद्धको स्थिति के थियो। राधेश्यामजीले ठिक ढङ्गले नै भन्नुभयो। हामीले त्यति बेलाकोलाई सम्झेर अहिलेको यो सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी विषय टुङ्ग्याउनु पर्ने हुन्छ। आफ्नै शैली र तरिकाले उहाँले केही गम्भीर कुराहरू भनेर जानुभयो, हामी सबैले त्यसलाई महसुस गरेका छौँ। र आजको परिस्थिति र यो सङ्क्रमणकालीन न्याय सम्बन्धी चाहिँ विषयलाई टुङ्गोमा पुर्याउने कुराको आवश्यकताबारे पनि हामी कसैमा पनि विमति छैन। राजनीतिक तहमा जति पक्ष प्रतिपक्ष भए पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरामा भने हामीले सहमति कायम गर्ने कोसिस गर्यौँ, गरि पनि राखेका छौँ। माओवादी जो जनयुद्धको मुख्य नेतृत्वकर्ता हो, ऊ चाहिँ ब्ल्याङ्केट एमनेस्टीको पक्षमा थियो भनेर प्रचार गर्न खोजियो। राष्ट्रिय रूपमा पनि अन्तर्राष्ट्रिय रूपमा पनि त्यो सत्य होइन। मैले अस्ति आइसिजेको एउटा कार्यक्रममा पनि गम्भीरतापूर्वक भनेको थिएँ, ब्ल्याङ्केट एमनेस्टी हुन सक्दैन। कमरेड खिमलाल देवकोटाले यो कुरालाई चाहिँ गहिरो गरी आत्मसात गर्नु पनि भएको छ। शान्ति प्रक्रियाको सबभन्दा संवेदनशील र जटिल विषय भनेको हतियार र सेनाकै विषय हो। अरू थुप्रै कुराहरू जति गरिए पनि अन्तिममा आएर निष्कर्षमा भन्दा हतियारको व्यवस्थापन कसरी गरिन्छ या गर्न सकिन्छ या सकिँदैन, र सेना समायोजन या सेनाको समस्या, लडाकुको समस्या, सेनाको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा नै सबभन्दा डेलिकेट, सबभन्दा सेन्सिटिभ, संवेदनशील कुरा हो। यो नटुङ्गिँदा नै फेरि चाहिँ द्वन्द्व चाहिँ रहिराख्ने खतरा त्यसैमा हुन्थ्यो र यो त्यति सजिलो कुरा थिएन। र यो सेना समायोजनसँग सम्बन्धित र हतियार व्यवस्थापन सम्बन्धी कुरामा पनि जसरी ब्ल्याङ्केट एमनेस्टी होइन, सत्य पत्ता लगाएर दोषीमाथि कारबाही चाहिँ गर्ने प्रक्रिया कुनै न कुनै रूपमा अगाडि जानुपर्छ भन्ने अडान शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले मेरो दिवंगत गिरिजाप्रसाद कोइरालाजीसँग पनि निकै बहस भएर यो मान्यता स्थापित गरिएको हो। तर नेपाली समाजको एउटा वर्ग, एउटा समुदाय, आफूलाई संस्थापन ठान्ने बौद्धिक वर्ग चाहिँ माओवादी केन्द्रलाई र त्यसको नेतृत्वलाई यो जस दिन चाहँदैन, बरु त्यसलाई तोड मरोड गर्ने कोसिस गरि नै राख्छ। त्यसै गरी सेना समायोजन र हतियार व्यवस्थापनको कुरामा पनि सबैभन्दा बढी जोखिम माओवादी केन्द्रले नै उठायो र माओवादी नेतृत्वले नै उठायो। आफ्नो पार्टी विभाजनमा जाने देख्दा देख्दै पनि हतियार व्यवस्थापन आजकै दिन हुनुपर्छ, आजै राति, भएन भने भोलिसम्म थुप्रैको हत्या हुन सक्छ भन्न सक्ने पार्टी भनेको माओवादी केन्द्र नै हो। त्यसकारण मात्रै नो ब्लड सेड, कहीँ पनि ब्लड सेड भएन र हतियार व्यवस्थापन र सेना समायोजन भयो। जबकि पार्टी लिडरसिपले चाहिँ ठुलो मूल्य चुकाउनु पर्यो पार्टी विभाजनको। त्यही बिन्दुबाट यो कुरा पनि नेपाली समाजको त्यो वर्ग र त्यो समुदायले माओवादी केन्द्रलाई र माओवादी लिडरसिपलाई यो जस दिनै चाहँदैन, बरु उल्टो एउटा नेरेटिभ बनाउने जबरजस्त कोसिस भएको छ। 17,000 को हत्यारा। म तपाईँ यहाँ उपस्थित सबै बुद्धिजीवी साथीहरूलाई आज सङ्क्रमणकालीन न्याय सम्बन्धी खिमलालजीले लेखेको पुस्तक विमोचनको यो कार्यक्रममा पनि एकचोटि फेरि तपाईहरू सबैलाई यो विषय गम्भीरतापूर्वक विचार गर्न, चिन्तन गर्न म अपिल गर्न चाहन्छु।